मैले भने तिनीहरूको आमा नै फेरिसक्यो। केही फरक पर्दैन, आमा फेरिँदैन। बालेनको श्रीमतीलाई आमा भनौँ, बालेनको श्रीमतीलाई आमा भनौँ। सुन्नुहोस् है साथीहरू, अब हुँदा हुँदा सुशीला कार्कीको पनि बालनप्रति विरोध आयो भनेर सबैले किन यसो गर्यो भनेर सोच्नु भएको होला होइन। यसको पछाडि पनि कारण छ, किनकि बालनले अब पूर्व सेवकहरूको जति पनि छ सबैको डबल डबल गाडी भएको गाडीहरू, सुशीला कार्कीको पनि डबल गाडी थियो, उसको पनि डबल गाडी खोज्थ्यो होइन। त्यसपछि सुशीला कार्की प्रधानमन्त्री हुँदाखेरि उसको पिएलाई प्राकृतिक संरक्षण कोषमा उसको भर्ती गरेको थियो, उसलाई पनि बालनले निकालिदियो। अनि अर्को कुरा चाहिँ के छ भने यो ओम प्रकाश अर्याललाई चाहिँ राष्ट्रपति कोटाबाट चाहिँ अप्पर हाउसमा लाने उसको प्लान थियो, त्यो प्लान पनि फ्लप खायो। अनि अर्को कुरा चाहिँ के छ भने सुशीला कार्कीलाई नै राष्ट्रपति पद दिन्छ भनेर उसले आश गरेर बसेको थियो, त्यो कुरा पनि भएन। किनकि अब बालन कसैसँग पनि कम्प्रोमाइज गर्दैन, उसले आफ्नो हिसाबले काम गर्छ, देशको हितको काम गर्छ। यो चाप्लुसी, यो नेपोटिजमको कामहरू ऊबाट हुँदैन। अनि त्यही भएर यो विरोध आएको हो। अब यो हजुरहरूले चाहिँ बुझिराख्नुहोस्।